चाहिँदैन पाइन भाइ अब ट्रिटमेन्ट सुरु गऱ्यो भने हप्तामा 2 दिन सुरु जानै पर्छ हो अब फर्स्ट दिन गयो त्यहाँ टेस्ट गर्छ त्यहाँ दबाई दिन्छ फेरि त्यहाँबाट 2 3 दिनका फेरि टेस्ट गर्नुपर्छ के रिपोर्ट छ भनेर हो अस्ति बुढालाई सबै भन्दा चल्दै छ हुन्छ मलाई ड्युटी होइन म मिलाइदिन्छु हेभी नि अन्त घन्टा एउटा तपाईँको दाम 2500 3000 घन्टा अन्त अस्ति दुखान खर्चदेखि मेरो अस्ति अन्त खाली पुरै नि भाइ एकपल्ट गयो नि 15 दिन 10,000 रुपियाँ 15,000 रुपियाँ लाग्छ एकपल्टमा हप्तामा 2 पल्ट जानुपर्छ अन्त के भन्नु त बरु ज्वरोहरू आएको ठिक रहेछ बरु अब जब इन्जेक्सन दिन्छ एउटा उही लाउनुपर्छ होइन उहीलाई त्यसरी लगाइदिन्छ त्यहाँबाट भोलिपल्ट लाउनुपर्छ त्यहाँ उही लगाइदिन्छ हो यहाँ लाउँदा हुन्छ तर अब यहाँ फेरि अब जुन कतै लाउँदैन होइन सिधै गयो सरकारी हस्पिटल त्यहाँ 2 पाउकोलाई दिन इन्जेक्सन बेस्ट हुँदो रहेछ 2टा खालको इन्जेक्सन हुँदो रहेछ एउटा चाहिँ त्यो माथि माथि स्किनको भित्र मात्रै लाउनु एउटा भित्रै हाल्नु रहेछ हो डक्टरसँग बात गरेँ मैले त्यसो चाहिँ लाउनु पर्ने छ भने दिपकले त हो क्या यो त म त लाउँदिनँ कि म त हुन्छ नि प्रब्लम भयो भने उसलाई झमेला हुन्छ नि त अब यो त्यहाँ त्यो बाहिर लाउने भित्र लाउने जस्तो केही छैन लेखेँ गरेँ त्यहाँनिर बोलेको भएन मलाई होइन के कस्तो खाले लाउने मलाई थाहा छैन यो त म त अब गाइन होइन म त होइन फेरि डक्टरलाई फोन गरेर नम्बरसँग फोन गरेर अनि डक्टरसँग बात गरेर यस्तो यस्तो भनेर त्यहाँ मात्रै लगाइदिएको नि यस्तो हुँदैन एउटा कुनै के भन्यो त्यो लेखेको हुँदो रहेछ दबाईमा कि सानोबाट एल्बोपिनमा त एउटा 2टा एल्बोपिन लेखेको हुँदो रहेछ क्या सानो क्या एबिसी मात्रै त्यति खालमा लेखेको एबिसी होइन कुनै के लेखेको हुन्छ त्यसमा चाहिँ एउटा चाहिँ हुँदो रहेछ त्यो बाहिर लाउने एउटा चाहिँ हुन्छ त्यो भित्र डक्टरहरू त बुझ्दो रहेछ त्यो होइन अन्त हामीले सर्च गरेर बुझ्दो रहेछ गुगल चाहिँ हेऱ्यो भने कि त्यो सर्ट फर्ममा लेख्नु रहेछ क्या त्यस्तो भित्र बाहिर के लेख्नु हुँदैन रहेछ त्यो मिस्टेक भयो फेरि गयो नि हामी डक्टरसँग बात गराएर डक्टरसँग त नाम चिना जान्छ होइन फोन नम्बर सबै डक्टर दिएको छ बात गराएर लगाउन लगाएँ 2500 कि 2800 रुपियाँ दाम थियो एउटा सुईको दाम अब टेस्ट गर्नु पर्यो भने मोटामोटी हस्पिटल गरेर केही फाइदा भएन हो त्यहाँ भाउजू पनि यता भुइकाकी पनि यता घरतिर गयो ट्रिटमेन्ट बन्द भयो त्यत्रो 3-4 महिना ट्रिटमेन्ट बर्बाद भएन हामीले 1.5 लाख रुपियाँ गएन महिना दिन कमाएर चाहिँ के दिनको ट्रिटमेन्ट सकिने रहेछ अन्त फेरि अर्को महिना कमाए फेरि बुझेँ भएको ट्याक्टु त बुझेँ पैसा सकेँ मैले अन्त ट्रिटमेन्ट नि बिहानै गिङ गऱ्यो निक्लिदियो बिहान उठेर खराब हुने शान्तिले क्या कुराहरू टक्क दुखाएर हुन्छ म चाहिँ राति ढिलो आएँ म 11:30 बजी आएको थिएँ त्यहाँबाट खाना बसेको मात्रै साढे 3 होइन भोलि बजी भजन गएको थिएँ माथि पहिला भजन घरमा गएको रहेछ अनि 10 मिनट 10तिर आयो म खाना पक्यो खाँदिनँ अन्त आयो अन्त खाना खाइ भने खाएँ म त हुँदैन म खायो भने अन्त भन्यो भने म खाना गरम गर्नु बस्यो वाकै लागेर आयो दिमाग खराब 4टा रोटी 3टा रोटी मात्रै खायो मिठाई लिएर आएको थिएँ खाजु बडी लिएर आएको मजाले दुध चाहिँ खान्छु भनेर त्यही खानु मन लाग्यो अनि एउटा रोटी खाएन किन उठेको तपाईँ 4-3 बाँच्यो झन् 4टा रोटी थियो त्यो 3टा खाएन एउटा बाँच्यो पनि छेउमा आएर ल्याङ गरेर तिमीहरू घन्टा खानु मन लाग्छ मलाई अन्त भनेर तिमीहरू पालो ठिक्क भएर राखेँ उनीहरूको मात्रै प्रब्लम क्या अब हाम्रो छैन जस्तो हामीले कसलाई सुन्दै हामीले कसलाई सुनाउनु उनीहरूले हामीलाई ल्याङ गर्छ हामीलाई सुनाउँछ हामीले कसलाई सुनाउनु रुनु भएको छैन अस्ति अगाडि गएर के गर्नु भएको छैन अब आफै टाल्नु पर्छ कसै लाग्यो भयो भने दिने होइन अनि नुहाइदिनुपर्छ सपनाले उठो पाउडर 2 पठाएको छ कि जिल्लाको राम्रो हुन्छ एलर्जी पनि भएको होला हौ यसलाई नि गरम छ त फेरि त्यसले गर्दा गेम खेल्दै बस्छ अब के गर्नु यो धुप्लाउने नि फेरि पूजातिर होइन नि लाग्यो नि के हो उसले के सामानहरू लिएर आएको
लामाले के हो आसु तल चाहिँ कहाँबाट ल्यायो लक्षणहरूबाट सुर लगाउनु पर्छ अरे त्यो सुरको पनि जाति यस्तो पाउँछ ए बजारमा मैले भनिरहेको छु त पाउँछ अहिले मैले पानीमा पनि त्यो उयो हाल्नु भन्ने थिएँ सक्यो त्यो बाल्छ त्यो पाइन सुर भनेको बेग्लै कुरा हो डोप भनेको बेग्लै कुरा हो त्यसको चाहिँ धुवामा चाहिँ जान्छ थाहा छ त्यो त उहिलेदेखि पाउँथ्यो एट हो पानी एट त हो यो के भन्छ यो न ठुलो होइन त उता पुरा डेली जिम गरेर बडी बिल्डिङ गरेर चोट अनुहारमा एक उता फर्की त त्यहाँ कालो हेर्नु त आँखामा अस्ति हाम्रो एक दिन के हो के सँग लिँदै चरासँग हानान कहिले यो पकेटमा छ ए मामे कहिले अर्पण चाहिँ उचाल्ने पछाडिने अर्पण उचाल्ने चाहिँ भिडियो गर्ने अर्पणले हान्न हान भन्ने उता ए ला तपाईँ भए तँलाई यस्तो भन्यो भने ए उता उडी उडी नि उता पुरा होइन हामी जलपाइगुडी गएको थियौँ नि फुटा के भनेको भन्नु नि फेरि ल हामी अस्ति बिचारी त्यसले मलाई एक हाने मैले त 3 हान्दै हेरे ए सुजल जाली डराउँथ्यो कि ढाका भएको छ तर सिल उयो मालबजारमा छ यो त बडी बिल्डिङ अरे भन्छ स्कुलबाट छ बराबर के हो अलिकति ठुलो ल 15 दिन कि 16 दिन ठुलो हो त्यो ठुलो हो त सुजल को आसु सुजल ठुलो हो नि भन्दा ठुलो हो सुजल त 16 वर्ष हो। 16 लाग्यो म 15 लाग्यो अन्त 1 वर्ष ठुलो म भन्दा त्यो कति वर्ष पुग्यो दिस छ 16 16 कति भइसक्यो हाम्रो के म त नानी पो भनिरहेको मम्मी त्यो पानी हालेर दिनु अरे हौ त्यो कलसको पानी पिउने पानीमा हाल्ने पानी हो खाने पानीमा पनि त्यो हालेर दिनु भन्दैछन् जानु बाबा त्यो ल्याउनु त अलिकति भित्र पार्दै ए हे 2 बुन कि 3 बुन हाल्यो भने भइहाल्छ अरे एउटा केले छोपेर राख्नु है सबै राख्नु पंकज दाले भिडियो गरेको डिल गर्दे ए त्यो मोटे दाले भेटे त आइसकोबाट राखिरहेको होला सेभ गरेर पंकज दाले कहाँ राख्छ ल्याउनु खाऊ अब हामी को? ठुलो भएर मात्रै त्यो गर्छ नि त्यहाँ हालेछ उ त लौले तातिन्छ भने जानु ल्याउनु नि हौ त्यो भन्दा त्यो मलाई थाहै छैन मैले देखेकै छैन जाऊ जाऊ लिएर आऊ गिलास पनि लिएर आइदियो वासुलाई टेबल मुनि हेर्दा त्यहाँ हेर न त्यो उयस मुनि छोपेर राख्नुपर्छ छोप्नु है त्यो यसमा फुल पनि हाल्नु हुँदैन फुल निकाल्नु चढिन्छ त्यो उयस अहिले यो किताबले छोपिदिन्छ मेरो छोरा सुम्बा धेरै त्यस्तो भयो उसले त जिउ पुरा दुख्यो आदित्य दाले आएको रहेछ त नि सोल्टी आदित्य औ दिदी आउनु भएको छन् पुरै बल्ल तर्छ भुइँमा हेर्नु नि मैले भुइँमा उयो धुलो आएको बाहिर निक्लनु हुँदैन होइन जुन चप्पल लगाए पनि हुन्छ बेहोरा भएको मान्छेहरू हेर मैले यसमा हालेँ गिलास पनि म भन्दा अमनले के भन्नु म त 15 लाख सारा हल्का अप्ठ्यारो लागेन आउनु म तपाईँ सारा परेन म 12 13 14 2 वर्ष सानो ए 3 वर्ष सानो मेरो बिहामा आदिन बहिनी भन्नेलाई आरामले तोरा म मात्रै भन्नु मन छ तिमी म कहिले भन्दैन उसैलाई लामा लानु नि है जानुहोस् भने तोरा म खाली हाम्रो जान्छु सिरानी के त ल्याउनै भयो मम्मी टाउको थिदिनु थिच्दिन अरे मम्मी टाउको यो खजुरो मारेको हेर यहाँ लागेको बाँसी राम्रो बाँसी कहिले हेरेको सुते त के धन्नाले दिएछ नि मलाई याद थिएन बडीले चाहिँ कहिले हेरेको त्यसरी आमा म दादालाई टाउको दुखेर हो। हेर्नु के खान्छ रहेछ यसले त के खायो बिडी खानको लागि भन्दै थियो गिडी खान्छ यसले खान्न हौ म केही त के गिडी बिडी ए बिडी खान्छु के बिडी दे राखे त कसरी लाग्यो त्यो चाहिँ गरेर सुमानी त अताले नै हो सुमानी तले हान हुन्छ नि यहाँ हानी कहिले हाल्यो
मैले नै हानेको नि ए आफूले के भयो यत्रो बाँच्थ्यो अनि कसै घुमेर यो म्याच लाग्छ यस्तो चोकेले लागेको ए यतापट्टिको आधी खोइ नौरत्न चाहिँ छुट्टी Mhm. छुट्टी त्यही छ हेर्नु नि वेयरिङमा त्यो सिरानी मुनि जुमा छ नि पैसा कमाउनु धन्दा मिल्छ होइन छुट्टी नै अझै ओ आयो आयो सुजय दादाले हेर्नु को आयो गेम खेली गरे थिच्दिनु मलाई अनि को मम्मी हो त यो जुरा हालत छ अन्त 50 हजार कुदेको छैन दादा दुवैजना आदित्य पनि भेट्दै छ हेर्न पछाडिबाट ओ हेर्दा सोधे को आयो हेर्नु लाइन छैन लाइनै छैन युट्युब मात्रै हेर्नु अरू फाल्तु युट्युब नहेर्नु हेरेर मात्रै त कहिले सिक्नु होइन बोल्नुको लागि त यहाँ भइहाल्छ पढ्नु पनि गाउँ पढ्नुको लागि त प्राइमेरी स्कुलको आ क ख जुन चाहिँ बङ्गलाको त्यो गरी यहाँ सिकाउने दुनियाँभर नेपालीको जस्तै हो आ क ख नेपाली जुन चाहिँ छ नि अलि लेखाइ मात्रै अलिकति फरक छैन गरेको छैन हौ के छोड्दै गर्दै म गर्छु छोड हल्ला नगर अहिले उता जबाइ स्कुल के भयो भाइ 2 साल हो र नाचल हौडे कलकत्ता पुलिस चेक गरेछ बङ्गालको नाचल न भाइ ढाँडो अलरेडी दुखिरहेछ मेरो फेरि ए नाचल नाचल नाइ गा बहिनी फेरि बङ्गालको थुप्रो छ नि नाचल 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 गाइस ओ नाचल नाचल छोड्दे भाइ छोड्दे भिडियो रिकर्ड चाहिँ किन गर्नुभएको होइन मैले गरेको छैन भिडियो रिकर्ड ओ नाचल ओ नाचल आर्मी ओ अलिक पर जानु त्यसै म गर्ने ओइ नाचल नाचल बाबा ला भाइ बहिनी के गर्दै यसले के गरेको यसले ला पगला भयो अर्को पगला नभन त्यस्तो मेन्टल भएछ त्यस्तो भन्नु हुँदैन नि मेन्टल सस आइटम भन्नु मेन्टल सस के भनेको बियर खाइल बियर खाने अरे अम्बो हेर स्लाइम गर्छ है गाइस उसले स्लाइम गर्छ है बढी भनिदिन्छ ला ला भनिदिया अब ला ला स्लाइन वर्ड भनेको नराम्रो वर्ड युज गरिस् मैले भनिदिन्छु के भने मैले तिमी र मलाई म के वर्ड भन्यो भन त यसले नराम्रो वर्ड नि ठुलेले खाने त्यस्तो वर्ड भन्यो नि त्यस्तो बोल्नु हुँदैन त नानीहरूले तँ के भन्छस् बहिनीलाई अब बहिनीको म भनिदिन्छु तेरो पनि अझ के तैँले मलाई कुटिस पनि भनिदिन्छु भन्ने बहिनीको बारेमा भनिस् भने हो कि न भन हामी बहिनीको सपोर्ट गर्छौँ नि त बहिनीको सपोर्ट गर्छौँ भाइको कहाँ गर्छौँ हो हो कि न बहिनी बहिनी त केटी हो केटी हो रहेछ आज केटीको बहिनी होइन अनि यी केटीको दिन आज टिका यी टालो होइन पैसा भेट्यो हामीले भेट्दैन पैसा त अब तैँले पो दिनु पर्यो त पैसा उल्टा यसले 100 त कति हुन्छ 100 हैन 100 रुपियाँ 100 रुपियाँ 100 भेट्यो यसले झन् उसको मम्मीले दिएको अम्बो के पैसा भेटेन पैसा भेट्यो 100 मिल्यो यसलाई यसको आमाले भेट्यो बढी दिएको 100 त्यही पनि छैन मलाई पैसा नै दिएन भन्छ लु गाइस के भएको 10 रुपैयाँ दियो उसले मलाई 100 रुपैयाँ दिए आमाले मम्मीले हैन आमाले दिएको यति पिसी आमाले पनि आमाले मलाई टिका लगाइदिनु भन्दै 100 रुपैयाँ दिनु तिमीलाई 100 रुपियाँ उसलाई कति रुपियाँ दिनु 10 रुपियाँ उहिले काकी आमाले काकी 100 रुपैयाँ कोले दिए पैसा कोले मैले एउटा 100 को नोटै भेटेको एउटा मात्रै एउटा 100 को नोट तर ठिकै छ तर पनि 100 कति हो 100 रुपिस मैले त्यसको के गरेँ भन्दा के गरे मिठाई खायो हैन खाएको छैन होला टिभीमा रिचार्जले टिभीमा रिचार्ज ए भाइ त खतरा रहेछ त तिमीले के गर 10 रुपियाँको मजा आउँथ्यो मम्मीलाई दियो होला मम्मीलाई दियो चाहिने बेलामा ए कन्तुरमा हाल्छु ए कन्तुरमा हाल्नु थाल्यो कि मम्मीलाई दियो
त्यहाँ घरमा त्यो गोदरेजमा राखिरहेको छु अब गोदरेजमा? घर गएर पक्रिन्छु अनि कन्टरमा राख्छु चाहिने बेलामा युज गर्छु चाहिने बेला चाहिने मेरो पैसा नि रोइजाको अस्ति मेरो पैसा छ नि रोइजाको पैसा उसको पैसा किन मेरो पैसा रोइजाको थियो गाना पनि खतरा छ पैसा केही भएको छैन देखिन सधेर सधेर देखिन के रे भाइ उयो बहिनी के रे तिम्रो कन्दुर चाहिँ कस्तो खालको छ घरवाला तिम्रो भाइ कन्दुर छैन किन तेरो त भाइ तेरो कति पैसा पो छ त अम्बो मम्मीले तँलाई 100 रुपियाँ दिन्छन् कहिले बर्थडेमा साला 400 500 रुपियाँ हुन्छ अनि 1000 भन्यो कहाँ मैले पाएको छुइनँ 500 रुपियाँ कहाँबाट हुनु डेलीको 10 रुपियाँ कहाँबाट पाउनु तँ 500 रुपियाँ 1000 रुपियाँ पसेछ यतिकै 500 रुपियाँ दियो आदर्श दालाई कि आदर्श दाले दियो तँलाई एक हजार माया लागेर कमाइ त यो मामुको पो छ त बिमारी भएर पनि केही छैन दरो माल निक्लिरहेको दाँत छैन तर पनि माल छ मेरो दाँत छ माल छैन के गर्नु दाँत नभएर फाइदा भएको तेरो हो क्या बिमारी भयो फाइदा भयो दाँत झार्नु पर्छ कति नाकुटा झरे खाने एउटा बाइक जाँदै थियो कि के ब्याग झऱ्यो कि त्यसो हेरेको 10वटा 500 अनि के गर्यो त्यसो फर्काइदियो कहाँ छ पैसा कहाँ खान आँटिस त्यो डुप्लिकेट नोटहरू लिएर डुप्लिकेट नै गो 500 रुपियाँ भेट्यो अरे 10वटा नोट 500 को 10 हेरौँ न ल माकुरी दुख्छ नि हो दुख्छ नाइको दुख्छ नि हो एप्सा नि हो एप्सामा दादाको एप्सा एप्सा त एप्सा यहाँ छुवा नै यहाँ छुवा ओ हेर्नु लुते एप्स के गुड लक ला जिसो छ त मम्मीले भने कि जति पैसा चाहियो त्यति माग भने हैन मैले नि 100 पैसा तँ नि गर्दैन अनि हल्का पैसा उहाँ र बहिनीको पैसा